जान्छ हान्देऊ ल मेरो पनि हान्देऊ ल भाइ जय रुखमा रुखमा जय नेपालको नाराले जय नेपालको नाराले नेपाली कांग्रेस जिंदाबाद जिन्दाबाद जिन्दाबाद नेपाली कांग्रेस जिंदाबाद जिन्दाबाद जिन्दाबाद भोगेमा रुखमा 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 जय नेपाल नम्बर 2 के भन्छ सरिता पछैले भन्छ नम्बर 2 के भन्छ सरिता पछैले भन्छ नम्बर 2 के भन्छ सरिता पछैले भन्छ जय नेपाल कसको सबै साथीहरुमा जय नेपालको न्यानो अभिवादन गर्न चाहन्छु। जय नेपाल। आज नेपाली कांग्रेस जस्तो गौरवमय इतिहास बोकेको पार्टीले मलाई यस क्षेत्रबाट टिकट दिएकोमा नेपाली कांग्रेस प्रतिमा आभारी छु र म सबैलाई आग्रह गर्न चाहन्छु अहिले देशको विषम परिस्थिति छ यो देशको लोकतन्त्र पनि कता जाने हो कसरी अगाडि बढ्ने हो भन्ने अप्ठ्यारो अवस्थामा हुँदाखेरि नेपाली कांग्रेस जस्तो पार्टी कमजोर भयो भने देशकै परिस्थितिहरू अप्ठ्यारो हुन्छ नि भन्ने स्थिति भएको हुँदा म आदरणीय सबै उपस्थित हुनुभएका दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई आग्रह गर्न चाहन्छु सबैजना लागेर यसपालि नेपाली कांग्रेसको माटो हिँडाउन आग्रह गर्ने देशभरि प्रगति पनि आग्रह योभन्दा अघिल्लो निर्वाचनमा हामीले अत्यन्तै दुःखका साथ भन्नुपर्छ हामीले एउटा महान मान्छेलाई विजय गराउन सकेनौँ। हामी भन्छौँ भोट दिने बेलामा 1 सेकेन्ड मात्रै हाम्रो दिमागले काम गर्न सकेन भने हामीले चाहेको मान्छे आउन सक्दैन। हामी त्यसपछि 5 वर्षसम्म पस्ताउँछौँ अनि फेरि निर्वाचन आउँछ अनि हामी भन्छौँ उहाँलाई हामीले जिताएको भए हुने रहेछ हो त्यो जिताएको भए हुने रहेछ भन्ने सन्दर्भमा 4 गतेको 1 सेकेन्ड मात्रै तपाईँहरू सोचेर रुख चिन्हमा मतदान गरिदिनुको निमित्त म हार्दिकतापूर्वक यहाँलाई आग्रह गर्न चाहन्छु। गोपाल तामाङ एउटा जनजातिको छोरा काँकरभिट्टामा हुर्किएको एउटा मान्छे सशक्त रूपमा सङ्घ संस्थाको रूपमा काम गरेको एउटा व्यक्तित्व हो। आज गोपाल तामाङ यस क्षेत्रबाट प्रदेशको उम्मेदवार बन्नुभएको छ। योभन्दा अगाडिको गठबन्धन हुँदै गर्दाखेरि म पनि आफू प्रदेशको उम्मेदवार थिएँ तर एउटा गठबन्धनको कारणले गर्दा हामी हिजोको दिनमा निर्वाचित हुन सकेनौँ। तर आज हामी भाइभाइहरू चाहे नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र होस् चाहे त्यही एमालेबाट चित्त दुखाएर आएका धेरै ठुलो जमात विद्वान व्यक्तित्वहरू एकीकृत समाजवादीका साथीहरू हुन्। हामी एक मोर्चा भएर आज विजय गराउने अभियानमा हामी जुटेका छौँ। यसकारणले दाजुभाइ दिदीबहिनीहरू योपल्ट हामी एक्लै छैनौँ। उता श्यामली लिम्बुजी आफ्नो ठुलो जमात लिएर उहाँबाट आक्रमण गर्दै हुनुहुन्छ। हाम्रो यस क्षेत्रको शिर शान्तिनगरका दाजुभाइ दिदीबहिनीहरू आफ्ना कुटुम्बासी समस्यादेखि बाटाघाटाका समस्याहरू स्मरण गर्दै गर्दै योपल्ट नेपाली कांग्रेसले तयारी गरेको नेकपा माओवादी केन्द्रले तयारी गरेको यो गठबन्धनमा कोलबद्ध भएर सबैलाई मेची पानी पुर्याउने अभियानमा हामी जुटेका छौँ। यसकारण दाजुभाइ दिदीबहिनीहरू हामी कसैलाई गाली गलोज गर्न चाहँदैनौँ, कसैलाई हामी नराम्रो कुराहरू पनि भन्न चाहँदैनौँ। यसपालिको निर्वाचनमा हामी नेपाली कांग्रेसले त मत हाल्छौँ। नेकपा माओवादी केन्द्रका साथीहरूले त दृढतापूर्वक हाल्नुहुन्छ, एकीकृत समाजवादीका साथीहरूले एकीकृत रूपमा हाल्नुहुन्छ। तर अघि खेती त्यहाँ आउँदै गर्दा सूर्यको झण्डा बोकेर गएका मान्छेहरूले पनि आजबाट सूर्यको झण्डा त्यही थन्काएर गठबन्धनमा यसर्थले दाजुभाइ दिदीबहिनीहरू यो हाम्रो क्षेत्रमा हामी यसपालि सङ्घोष गर्दैछौँ। नेपालमा अत्यन्तै राम्रा युवाहरू जितेर आउँदै गर्दा आज हामी नेपाली कांग्रेस मात्र होइन गठबन्धनले सोचेका छौँ अब मुलुकमा नेपाली कांग्रेस या ठुला दलहरूले काम गर्न सकेनन् भने मान्छेमा एउटा नैराश्य प्राप्त हुन सक्छ। चाहँदा चाहँदै पनि देशले
कोल्टे फेर्नुपर्ने परिस्थितिहरू आए। राम्रा मान्छेहरू आज गएर सदनमा बहस गर्न नसक्दा, छलफल गर्ने वातावरण सिर्जना नहुँदा हामीले बनाइसकेको संविधानलाई पनि कार्यान्वयन गर्ने दिशामा हामी पुग्न सकेका छैनौँ। त्यसकारणले आज गगन थापा एक्लैले जसरी सदनमा एउटा सङ्घघोष गर्नुभएको छ, उहाँको पनि गुरु विश्व प्रकाश शर्मा पुग्दै गर्दा त्यो सदनमा अत्यन्तै ठुलो हामीले विश्वास गरेका छौँ। हामी झापावासीहरू अत्यन्त भाग्यमानी पनि छौँ। यो मुलुकमा हामीले दोस्रो चोटिसम्म नपठाएर देशभरिका मान्छेहरूलाई तडपाएर आज पश्चिमतिरका मान्छेहरूले भन्छन् तपाईँको ठाउँमा विश्व प्रकाश शर्मा जस्तो महान मान्छे हुनुहुन्छ, किन तपाईँहरू विजय गराउनुहुन्न भन्दै गर्दा हामीले पहिलोचोटि तडपायौँ, दोस्रो चोटि तडपायौँ। यो पल्ट हामी सदन हल्लाउनको निमित्त विश्व प्रकाश शर्मालाई पठाउँदैछौँ, गोपाल तामाङलाई पठाउँदैछौँ। विराटनगरको गुन्जयमान श्यामवीर लिम्बूले गर्नुहुनेछ, गोपाल तामाङले गर्नुहुनेछ, हाम्रो चाहिँ गठबन्धनका अरू साथीहरू जो हुनुहुन्छ उहाँहरूले गर्नुहुनेछ। यो अभियानमा तपाईँ हामी एकताका साथ आजको यो कार्यक्रमबाट गइसके पछाडि एक क्षण पनि घरमा नबसिकन कसैलाई लोभ लालचका कुराहरू आउन सक्लान्, कसैलाई प्रलोभनका कुराहरू आउन सक्छन्। सानो कुरामा पछाडि नपरिकन के जात जाति, के धर्म, के संस्कृति सबै एक मोर्चा भइकन यो गठबन्धनलाई विजय गराउने अभियानमा हामी सबैले सङ्कल्प गरेर यहाँबाट जानुपर्नेछ। म यता फर्केर धुलाबारी बजारका साथीहरूलाई भन्न चाहन्छु, हाम्रा समस्याका समाधानको निमित्त अथवा अहिले मेचीमा पुल बनेर पनि गाडीहरू आवाज जवाब हुन सकेका छैनन्, सबैभन्दा पहिला सदनमा त्यही कुरा गुन्जयमान गरेर बनिसकेको त्यो पुललाई अगाडि बढाउने दिशामा हाम्रो सांसदहरूको कुराहरू अगाडि बढ्नेछ भन्ने विश्वास पनि हामीले लिएका छौँ। त्यसकारणले समयको पाबन्दीलाई धेरै कलाकार अग्रज व्यक्तित्वहरूको पनि यहाँ उपस्थित छ, धेरै नेताहरूले पनि कुरा राख्नु छ। म अन्त्यमा धेरै कुरा नगरिकन सबै दाजुभाइ दिदीबहिनीहरूलाई हाम्रो यो गठबन्धनलाई नेपाली काङ्ग्रेसको तर्फबाट चाहिँ उम्मेदवार बन्नुभएको विश्व प्रकाश शर्माजी र गोपाल तामाङलाई रुख चिन्हमा र माओवादी केन्द्रको तर्फबाट उम्मेदवार हपट्टिबाट बन्नुभएको श्यामवीर लिम्बूलाई हँसिया हतौडाको चिन्हमा मतदान गरिकन विजय गराउने यहाँलाई अनुरोध गर्दै अन्त्यमा नेपाली काङ्ग्रेससँग आबद्धले आफ्नो समानुपातिक चिन्हमा रुखमा र अरू दलहरूले आफ्नो चिन्हमा मतदान गरिकन यो अभियानलाई, यो संविधानलाई तयारी गरेर अगाडि लिएर जाने दिशामा सबैले सङ्कल्प गरेर अगाडि बढौँ भन्ने उद्घोषको साथ यहाँसम्म बिदा दिन चाहन्छु। धन्यवाद। मेरो अठोट यसपालि विश्व प्रकाशलाई भोट। जहाँ जहाँ मेरे पाँव पड़े वो धरती अंबर हो जाए, जाने ये कैसी माया माया है तेरी, तू निर्बल का अगर ये जीवित रहा तो जहाँ भी रहेगा महाराज बन जाएगा। उसको क्या डर है जिस पे छाया है तेरी।